मेरो कविताको शीर्षक छ हाम्रै घरमा बास बसे हुनी। रमाइलोले गमक्क छ गाउँ, रमाइलोले गमक्क छ गाउँ, रमिता हेरेरै मक्ख छन् गाउँले, रौनकले जता ततै चमक्क छ सहर, के गाउँ के सहर छक्क छन् जनता। यो कुनै पर्वमा लागेको जात्रा होइन, यो कुनै पर्वमा लागेको जात्रा होइन, यो कुनै चटक पनि होइन, यो कसैको विवाह पनि होइन, यो कसैको विवाह पनि होइन। तर झपक्क खादामाला पहिरिएका, लपक्क अबिर दलेर सजिएका कतै बेहुला जस्तो पुरुष भेटिन्छन्, कतै बेहुला जस्तो पुरुष भेटिन्छन्, कतै बेहुली जस्ती महिला भेटिन्छन्। तपाईँ नजिक्किनुहोस् गाउँले हो, तपाईँ नजिक्किनुहोस् है गाउँले हो। ती बेहुला त हुँदै होइनन्, ती बेहुली पनि हुँदै होइनन्, ती त उम्मेदवार हुन् अर्थात् नेताहरू हुन्। अनि यो त चुनावी बेला हो, अनि यो त चुनावी बेला हो, यो त चुनावी मेला हो, यो त चुनावी भेला हो, यो त बडो रमाइलो खेला हो, यो त बडो रमाइलो खेला हो। रासन खानै परेको छैन अहिले, रासन खानै परेको छैन अहिले, भाषणले टन्न पेट भरिएको छ, आश्वासनले चकित परिएको छ। जताततै मिठा सपनाहरू छरिएको छ, जताततै मिठा सपनाहरू छरिएको छ। केही दिन अघिसम्म उजाड देखिने ठाउँ, केही दिन अघिसम्म उजाड देखिने ठाउँ, युवाविहीन सुनसान गाउँ अहिले त सानो सहर जस्तो भएको छ। जन्ती आएको रङ झन् घर जस्तो भएको छ। किनभने भोट हाल्दै भनी परदेशी छोराछोरी आएका छन्, भोट हाल्दै भनी परदेशी छोराछोरी आएका छन्। बुढा बा आमाले सन्तानको मुख हेर्न पाएका छन्, सन्तानको नजिकैको माया पाएर नखाइकन पनि बा आमा अघाएका छन्, सन्तानको नजिकैको माया पाएर नखाइकन पनि बा आमा अघाएका छन्। त्यसैले त बुढा बाजेले बुढी बजेले समेत भनेका छन्, यस्तो चुनाव त सधैँ आयो नि, यस्तो चुनाव त सधैँ आयो नि, गाउँघर छाडेर कतै नगए हुनी, यस्तो चुनाव त सधैँ आयो नि, गाउँघर छोडेर कतै नगए हुनी। नेताहरू सधैँ गाउँ पसे हुनी, नेताहरू सधैँ गाउँ पसे हुनी, हाम्रै घरमा बास बसे हुनी, हाम्रै घरमा बास बसे हुनी। हस्त हजुर, धन्यवाद।